नमस्ते। मेरो नाम आशिष थापा। मेरो घर चाहिँ शिवहार नगरपालिका 4 बनघाटी। यो कहिलेदेखि सुरु भयो तपाईँलाई यो समस्या खास के रहेछ? मेरो मैले यो दबाई हाल्न आएको चाहिँ 2 वर्ष जति भयो। अहिले यो समस्या देखेको चाहिँ लगभग 2 महिना जति भइसक्यो। अहिले चाहिँ डायलिसिसको क्रममा छु। अब अलिअलि रकम जति उठेको थियो। अहिले अब खर्च पनि भइरहेछ। अब त्यतिले सायद अब नपुग्ला। यो जस्तो कि प्रत्यारोपण गर्नको लागि प्रयास पनि गर्नुभयो भन्ने छ। जस्तै मम्मीको चेक गर्नुभयो भन्ने कुरा थियो, के थियो त्यो? मम्मीको चेक भएको? मम्मीको चेकअप भइरहेको थियो। अहिले हाल मम्मीको चाहिँ किडनी दिन मिल्ने भएन। अहिले चाहिँ अब दिदीले दिने कुरा छ। दिदीको चेकअप पनि भइरहेको छ। अब कति जति खर्च हुने अनुमान गर्नुभएको छ अथवा केही अनुमानित डक्टरले पनि भन्नुभयो होला तपाईँलाई के कति खर्च हुने कुरा छ एजहल? अब खर्च अनुमानित अब हामीलाई पनि ठ्याक्कै थाहा छैन। बट अब अरूको यता अरूसँग सल्लाह लिँदाखेरि अब 20-25 लाखसम्म भेट्ने कुरा गर्नुभएको छ। अहिले अब डायलिसिस गर्ने क्रममा हामी चाहिँ अब गाडीमा पनि आउन जाने गर्छन् रिजर्भ गरेर होइन। डायलिसिस गर्ने दबाई गर्ने क्रममा अब लगभग पैसाहरू पनि अब सकिँदैछ होइन। अब दिदीको पनि चेकअप भइरहेछ। अब चेकअप भएर मिल्यो भने अब खर्चहरू पनि अलिक धेरै नै हुन्छ भन्ने कुरा आइरहेछ। त्यही भएर अब जति सक्दो अब सम्पूर्णमा मैले सहयोग गर्नु छ भन्ने आशा गर्दछु।